भन्दा अग्लो डाँडामा पो घाम लागेको जाको भयो भने लागेको के होला लाप्चाने भन्दा माथिल्लो डाँडामा आउँदैछौँ हामी यहाँ आइपुग्दा 20 मिनट लाग्यो है यहाँबाट फेरि त्यो माथिल्लो डाँडा चढाउँ भनेको छौँ हामी म चाहिँ स्यामसङ ग्यालेक्सी X25 को चाहिँ तपाईँको क्यामेरा चेक गर्दैछु है त्यो माथिल्लो डाँडा पुग्छौँ होला अब भनेर हिँडेको यहाँ आइपुगेपछि सँगसँगै भयो थाकियो अनि त्यहाँ पुग्छौँ सबै खोलेको भए कस्तो दामी देखिन्थ्यो कस्तो कुहिरो लागिरहेछ हिमाल जति सबै छ ल जाउँ है हिमासतिर म भिडियो बनाउँदैछु तपाईँको भिडियो र यो एडकेबाट खिचेको एउटा आउँदैछ नै साथीहरू पछाडि हिँड्न नसकेर थाम डाँडा होइन त साथीहरूले यहाँ र छ्याङ राखेपछि रक्सी भइसकेछ यो यस्तो ए त खान मिल्छ नि अझै मिलेको मिल्यो तलबाट हेर्दा नेरी छ भनेर आएको फेरि माथि पो कट्यो त्यो माल त यार त्यो थाम डाँडा भन्ने तसो तलबाट हेर्दा यहीँ देखिएको थियो र आएको अब फेरि माथि कट्यो यार माथि पो पुगिसक्यो फेरि यहाँ त्यहाँ पुग्दा फेरि यो माथि सर्ने भयो गाह्रो पो भयो यार त्यहाँ ठाम डाँडा पुग्न त यो बुटोको नाममा यति देख्यो डाँडाको नाम पनि के हो यस्तै अब केही छैन यस्तो नागी क्या पुरा केही नउम्रिने ठाउँ थाम डाँडा एक साइड है फेरि यो एक साइड मात्रै हो योभन्दा उतापट्टि फेरि पुरो ठुलो जङ्गलहरू छन् अनि यो साइड चाहिँ पुरा यस्तो पाहाड अब केही उम्रिँदैन के भएको होला अब प्राकृतिकले बनाएको मान्छेले अड्नु त रोडमा पनि अड्किँदैन होला सामान केही छैन घाँस काट्नु चाहिँ आइडिया सजिलो चाहिँ लाग्छ नि जाने